हामी चाहिँ ब्याम्बोदेखि सिधै आएर यहाँ चाहिँ सिनो क्लाउड सिनोमा आएर चाहिँ खाना खाँदै यहाँको खाना चाहिँ एकदमै मिठो अति नै मिठो र थपी पनि खाइयो हामीले यो ठाउँमा चाहिँ तपाईहरु पनि आउनुभयो भने खानु होला सबैजनालाई मिठो छ है यो यहाँको खाना चाहिँ हामी चाहिँ त्यहाँबाट सिधै ब्याम्बोबाट सिधै माथि सिनो बसे एकछिन त्यहाँ चिसो खाएर अनि त्यसपछि हामी चाहिँ यहाँ आयो सिनो क्लाउडमा आएर चाहिँ यहाँ खाना खाइयो एकदम मिठो रहेछ एकदम स्वादिलो यही यतातिर किम्ची अचार अनि त्यसपछि सिम साग अनि त्यसपछि निउरोको अचार अनि कुखुराको मासु खाएर हामीले चाहिँ यसरी थपी खाए है दुईचोटि हामीले चाहिँ थपेर खाए है मिठो लागेर भोक पनि लागिरहेको थियो त्यत्रो हिँडेर आएको र मस्तले खाइयो नानीले पनि मजाले खाइरहेछ यसपछि सबजनाले थपी खायो एकदमै भोक पनि लागिरहेको थियो हामीले म चाहिँ थपी छ है मैले दुईचोटि थपिसकेँ देख्न सक्नुहुन्छ मजाले थपे र खान्छु अब सोनाम भाइले खाँदै हुनुहुन्छ मस्तले यता बाबुले खाँदैछ मस्त मिठो मानेर एकदम चट्ट जिब्रो पड्काउँदै गर्दै खाँदै हुनुहुन्छ जिब्रो पड्काएको आसु भाइ हेर्छ मैले जिब्रो पड्काउँदाखेरि ल आउनुहोस् है त तपाईँहरू पनि जे होस् एबिसीमा अन्नपूर्ण जाने बेलामा फर्केर चाहिँ यहाँ चाहिँ खानु होला है सबैजनाले खाना चाहिँ यहाँ खाँदा राम्रो मिठो यहाँ चाहिँ एकदम मिठो लाग्यो यो चाहिँ होटल हिमालय भन्ने है यो चाहिँ सिनो क्लाउड सिनोमा हो सामनेले अचार थप्दै हुनुहुन्छ एकदम मिठो यो अचार त मैले 3 चोटि थपेर खाएँ हामी सबैले थपेर खाएँ जस यो अचार चाहिँ एकदमै मिठो छ यो चाहिँ यहीँ बनाएको गोलबेटा अनि खोइ मेटर सेटर खोइ के हो त्यो हालेर खानुभएको यता हो यहाँको साउनै हुनुहुन्छ उहाँ चाहिँ आएर खानु होला है तपाईहरु पनि यतातिर आउँदाखेरि चाहिँ मजाले खानु होला एकदम मिठो छ ल आजको लागि बाइ है त ल